मेरो घर हो। मेरो घरमा मैले कति वर्षमा मेरो बहिनी ज्वाइँ आएको मैले 2 अक्षता टिका लगाइदिएँ। तर दिदी बहिनी रातभरि भात मारेर सुत्यौँ बस्यौँ। भाइ मेरो बहिनी र ज्वाइँ चाहिँ जिउँदो बनाइदेऊ। अरू मलाई केही चाहिँदैन। बरु म एक झुम्रो लाउँछु, एक झुम्रो खान्छु। मलाई केही चाहिँदैन। मेरो घरको पाहुना चाहिँ बचाइदेऊ भगवान। मैले मारेको जस्तो भयो भगवान। मेरो घर मेरो परिवार चाहिँ बाँच्नु। मेरो दिदी बहिनी लग्यो नि त ऊ। मेरो घर गोरु लैजाऊ माता रानी। मेरो घर लगेको भएदेखि मेरो पाहुना चाहिँ बचाइदिएको म खुसी नै थिएँ। म दुखी हुन्थिनँ तर म बहुत दुखी भएँ। मेरो ज्वाइँ र बहिनी, मेरो बहिनी र ज्वाइँ चाहिँ खै तपाईँले के चाहिँ खोजेको? यत्रो पहिलेदेखि मैले यहाँ भेल आउँछ भनेको, पहिलेदेखि हामीले कम्प्लेन गरेको, ब्लकको मान्छेलाई भनेको तर कहिले नसुनिन्छ। आज मेरो पाहुना लग्यो। यति बेला कोहीले केही भन्नु सक्छ? कोहीले बोल्थ्यो? पहिला पनि तपाईले सलमान दाजुलाई भने हामीले पहिलाको समस्या मैले भने अप्पलको दाजु भाइदेखि लिएर मेरो घर डेलिकेट छ, माथिबाट भल आउँछ भनेर। तर कसले बुझ्यो? आजको दिनमा यो भयो भन्नु त अब तपाईँले के भन्नु खोज्नुहुन्छ? यति चाहनु भएको थियो होला होइन? यति चाहनु भएको थियो होला। अझै हामी मरेको तपाईँहरू खुसी हुन्थ्यो होला। बुझ्नु भयो? कति चाहिँ हामीले कम्प्लेन गरेको यो रोडको भल हुँदो नहालिदिनु। म हिलोमा डुबेर मैले 3 जना बचाएँ, लास्टमा 2 जना। अझै हस्पिटलमा कतिजना मर्यो होला। मलाई हस्पिटल लैजाऊ त? होइन हस्पिटल जान्छु म। अझै मेरो हस्पिटलमा कतिजना मर्यो भन्नु त? मैले 3 जना, म एक्लो औरतले 3 जना बचाएँ मैले हिलोमा डुबेर। त्यो लुगा फेरेर मैले उयाएर मेरो बहिनी ज्वाइँ बचाउनै सकिनँ। अझै 2 जना बहिनी ज्वाइँ एउटा छोरी चाहिँ बचाए। अझै पछाडि निकालेको कतिजना चाहिँ खतम भयो होला भगवान। मेरोमा होइन यो मेरो ज्वाइँको गाडी अब के गर्छ नि? मेरो ज्वाइँ